यति बेला म चाहिँ अब खर्केटारीदेखि लामीखोरिया हुँदै खरेको यात्रामा निस्केको छु। म र राजीव कार्की चाहिँ आज लाङखोरियाको बाटो हुँदै खरे निस्केर फेरि त्यताबाट फेरि कता कता हुन्छ सबैतिर घुमिसकेपछि आले छापाको बाटो हुँदै हामी आफ्नो घरतर्फ लाग्नेछौँ। अब यता लाङखोरियामा जाँदै गर्दाखेरि यहाँ दाइ भेटिनु भएको छ, बन्चारो लिएर दाउरा चिर्नको लागि हिँड्नु भएको छ। त्यता यो दाउरा कताको दाउरा काट्ने हो दाइ? त्यो अस्ति नै मिसिनले ढलाएको थियो नि, यो तिनै ढलाउनु जाने हो। अस्ति नै त्यो ढलाउने बेलामा म पनि आएको थिएँ, अनि अलिअलि चाहिँ ढलाए, अहिले चाहिँ ढलाएको छैनन्। यहाँबाट सिराथ राजमार्ग यस्तो देखिन्छ, यस्तो खतरा खतरा टिप्परहरू हिँडिरहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ पुरै यो मोडमा चाहिँ टिप्परहरू यस्तो मजाले गइरहेको छ भने तल हाम्रो दाइले चाहिँ बाटो सफा गर्दै हुनुहुन्छ, ढुङ्गाहरू यताउता फाल्दै हुनुहुन्छ। वाउ, दामी देखिरहेको छ त बाटो त। अनि अहिले यो लाङखोरिया जाने बाटो गैरीदेखिबाट माथि ठडिने बाटो चाहिँ अहिले यस्तो खालको बनाइएको छ। एकदमै राम्रो ढुङ्गा चाहिँ ओछ्याएर ग्राभल गरेर एकदमै हिँड्न लायक बनाइएको छ। पहिला चाहिँ एकदमै चिप्लो बाटो थियो, हिँड्न पनि असाध्यै गाह्रो हुन्थ्यो, तर अहिले यो बाटो यति राम्रो बनेको रहेछ, मलाई एकदमै खुसी लाग्यो। म चाहिँ धेरै पछाडि यो बाटोमा हिँडिरहेको छु यति बेला। एकदमै राम्रो बाटो बनेको रहेछ। पहिला चाहिँ हामीहरू बर्खाको बेलामा हिँड्दाखेरि एकदमै धेरै चिप्लो भएर लडिने गरिन्थ्यो। हामीहरू त खासै हिँडिन्थेन, तर हाम्रो जुन पुछार घरतिरका हुनुहुन्छ, हाम्रो मास्टर दाइको घरदेखि तल उहाँहरू चाहिँ यो बाटो प्रायः जसो हिँड्ने गर्नुहुन्थ्यो। उहाँहरू हिँड्ने बेलामा पनि यो बाटो एकदमै चिप्लो थियो। अहिले चाहिँ यो बाटो एकदमै राम्रो बनेको रहेछ, एकदम खुसी लाग्यो। म र राजीव कार्की चाहिँ आज लाङखोरिया गएर लाङखोरियाबाट रिठाट हुँदै आलेका छापा, जुके पानी, अब कता कता हुन्छ त्यहाँको चाहिँ मैले सम्पूर्ण भिडियोहरू तपाईँहरूलाई देखाउन गइरहेको छु। हेर्नु होला, सपोर्ट गर्नु होला। र यहाँबाट हेर्दाखेरि यति राम्रो यो ठुल्डीको गाउँ देखिरहेको छ। हाम्रो बोइडो, हाम्रो खेतहरू भएको ठाउँ देखिरहेको छ। त्यहाँ मकैहरू छरिएको छ, एकदमै मकै पनि भर्खरै उम्रिएर हरियो हरियो देखिरहेको छ भने यतापट्टि सानो यो गाउँहरू छ, खर्केटारीको, तल्लो खर्केटारीको गाउँहरू। अहिले चाहिँ केही नयाँ घरहरू बनिरहेका छन्। यहाँ चाहिँ एकदम हाम्रो यहाँ चाहिँ दाजी हाँसिराख्नु भएको छ, हातमा बन्चरो लिएर हिँडिराख्नु भएको छ। नमस्कार, आराम हुन्छ नि? आराम भनेपछि त दाउरा गिन्न हो। दाउरा गिन्न अस्ति त्यहाँ मिसिनले काटियो, अहिले चाहिँ त्यसलाई गिडगाड गरेर लिएर आउनु। हजुर। अनि यति बेला कता हुनुहुन्छ? धेरै बेला देखिनु भएको थिएन नि। पोखरातिर जब गर्नुहुन्छ? ए, कति समय भयो पोखरा जब गरेको? अहिले 3 वर्ष। 3 वर्ष भइसक्यो। मान्छे त स्कुलमा होइन, स्कुल छुट्टी हुने दिन छुट्टी भयो, नत्र चाहिँ वहीँ गर्नुहुन्छ, वहीँ बस्ने खाने, छुट्टीमा मात्रै घर आउनुहुन्छ। अनि 3 वर्षभन्दा पहिला तपाईँ कुन कुन देश, कता कता काम इन्डियातिर पनि गर्नुभयो क्या? दिल्लीतिर होइन? अनि अरू कहाँ कहाँ गर्नुभयो? विदेश जानुभयो कि जानुभयो कतै? कतार। ए, कतार कति समय गर्नुभयो नि? कतार हाम्रो जाँदै 4 वर्ष। ए, एकचोटि आउनुभयो बिचमा, अब विदेश नजाने? तपाईँको नाम चाहिँ यहाँ के अरे, के भनेर बोलाउँछ र सबैले? गङ्गा दाई भन्छन्, गङ्गा बहादुर। अनि फेरि सञ्जय भनेर चाहिँ भन्नु हो नाम? अनि सञ्जय त इन्डियामा सानीमाले राखेको नाम हो। ए, भनेपछि त कोहीले मात्रै सञ्जय भने चिन्छन्। हजुर। भन्नाले यहाँ घरतिर कसैले पनि सञ्जय भने चिन्दैनन् यतातिर। तर हजुरलाई चाहिँ आफ्नो गङ्गा भन्दा सञ्जय नै मनपर्छ नाम? मेरो त अब गङ्गै नै हो के अरे। ए, हजुर। उहाँ इन्डिया बोलाएको नाम। कसैले सञ्जय भनेर बोलाए ठिक लाग्छ कि हजुरलाई गङ्गा भनेर बोलाए ठिक लाग्छ? मलाई गङ्गै। ए, गङ्गे नै भन्नुभयो होइन? हजुर।
ठिक छ भेटेर खुसी लाग्यो भनेपछि त छुट्टीमा घरतिर आउनुहुन्छ काम गर्नुहुन्छ छुट्टी नहुँदा वहीँ बस्ने ए पोखरै बस्ने खाने भई ऊ स्कुलले व्यवस्था गरेर बस्ने खाने ए राम्रो फेसिलिटी रहेछ भनेपछि त तलब पनि समयमै दिन्छ यो बिचमा यो जेएनजीको आन्दोलनमा उतै बस्नु हो कि यता बस्नु हो यतै आएको ए घर आउनु हो त्यति छुट्टी भयो के अलि दिन होइन चुनावमा आयो ए गयो फेरि अस्ति आएको ल त ल हुन्छ हजुरसँग भेटेर खुसी लाग्यो है त तपाईँहरूले हेरिसक्नुभयो नि हाम्रो राजीव कार्कीले चाहिँ लिएको इन्टरभ्यू कस्तो लाग्यो तपाईँहरूलाई होइन यो इन्टरभ्यू चाहिँ तपाईँहरूले फेसबुकमा हेर्न सक्नुहुन्छ भने मेरो चाहिँ युट्युबमा हेर्न सक्नुहुन्छ स्याङ्जाली भाइरल बोयमा त्यहाँ गएर चाहिँ सर्लकै हाम्रो भ्लगहरू इन्टरभ्यूहरू जे जति पनि कुराहरू छ सबै देख्न सक्नुहुन्छ फेरि अर्को हाम्रै लामखुरियाको भिडियो चाहिँ अर्को पार्टमा आउँछ है त।